टाइगर हामी कहाँ छौँ? हेलो भन्दै टाइगर हेलो हेलो नमस्कार गर्दै नमस्कार हेलो। यसको क्वालिटी चाहिँ बवालै छ है। हेलो 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 फाइनल्ली मसँग चाहिँ इन्स्टा 360 X5 चाहिँ आइसकेको छ। अब यसबाट चाहिँ म बवाल भिडियोहरू खिच्छु र अबको 1-2 दिनमा साइकल किन्दैछु अनि साइकलिङ ब्लग सुरु गर्दैछु म यो च्यानलमा चाहिँ। त्यही भएर मैले चाहिँ इन्स्टा 360 X5 लेटेस्ट हो यो चाहिँ किनेर लिएर सकेको छु। पैसा राम्रै पर्यो हैन। अनि अब यो चाहिँ साइकलमा हाल्ने। अनि त्यसपछि मैले स्टिक पनि बवालै लिएर सकेको छु। यो चाहिँ धेरै लामो छ, ड्रोनबाट खिचे जस्तै हुन्छ। बवाल मजा आउने भयो हैन त, बवाल मजा आउने भयो। यो क्यामेरा चाहिँ बवालै लाग्यो मलाई चाहिँ। यस्तो क्यामेरा चाहिँ अब नेपालमा धेरैले चाहिँ युज गरेको छ जस्तो चाहिँ मलाई लाग्दैन यो क्यामेरा चाहिँ हैन। नेपालमा चाहिँ क्यामेरा चाहिँ बवालै छ, बवाल आउँछ भिडियो। म यसबाट भिडियो खिचेर हजुरहरूलाई देखाउँछु, यो रुममै देखाउँछु कति खतरा आउँछ भनेर। हजुरहरूले थाहा पाउन सक्नुहुन्छ कति खतरा छ यसको क्वालिटी भनेर। यो चाहिँ एकदमै त्यो बेच्ने पसलले पनि यो चाहिँ एकदमै जोगाएर गर्नु होला। यसको फेरि यो फुट्यो भने चाहिँ पैसा डह्रो लाग्छ अरे यो दुईटा फेर्नलाई भनेको छ। अब यसलाई यहाँ हाल्ने हैन टाइगर। अब यसलाई यहाँ हाल्दै यसरी घुमायो पर्तिर राख्यो त्यो। अब टक्क लाएर हैन। अब यसलाई अब हेर्नुहोस्, अब यसलाई यस्तो तान्नुपर्छ माथि टक्क लाएर। धेरै माइस जान्छ यो चाहिँ। अहिले रुमलाई चाहिँ धेरै अब गर्नु भएन ल। टाइगर हामी कहाँ छौँ? हेलो भन्दै टाइगर हेलो हेलो नमस्कार गर्दै नमस्कार हेलो। यसको क्वालिटी चाहिँ बवालै छ है, बवाल। ल हेलो ल, यो त पुरै ड्रोनबाट खिचे जस्तो हुन्छ। यहाँ चाहिँ टाइगर ड्रोनबाट खिचे जस्तो हाम्रो भिडियो। ल अब चाहिँ मेरो चाहिँ साइकलिङ ब्लग चाहिँ अब सुरु भइसकेको छ हाम्रो होइन। अब साइकल चाहिँ पर्सि बिहिबार किन्दैछु। हाम्रो एकदमै चर्चित ब्लगर राजकुमार थापाको चाहिँ साइकल पसलमा गएर म साइकल किन्दैछु रेड कलरको। मैले सोधिसकेँ कति पर्छ भनेर। यही हो ल ल। अब यसबाट चाहिँ बवाल क्वालिटी भिडियो आउँछ। यो चाहिँ इन्स्टा 360 X5 हो। यो चाहिँ बवालै खतरा छ यो क्यामेरा चाहिँ। ल यस्तो हो ल गाइस, यही हो बवाल आउँछ अब भिडियो चाहिँ। ल कस्तो लाग्यो हाम्रो भिडियो? यो चाहिँ लाइट भएर अलिकति हुँदो रहेछ होइन। ल कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला। फाइनली क्यामेरा मैले किनिसकेको छु। आज सोमबार 2 घन्टा कुर्नु पऱ्यो। मैले सर्ट भिडियो हालेको छु क्यामेरा किनेको पनि। 2 घन्टा कुर्नु पऱ्यो है होइन टाइगर? 2 घन्टा कुर्नु पऱ्यो। तर फाइनली क्यामेरा यो X5 क्यामेरा पाउनु चाहिँ लास्टै गाह्रो छ। भर्खर नेपाल आएको रहेछ। त्यही हो। अब मेरो चाहिँ साइक्लिङ ब्लग चाहिँ अब सुरु हुन्छ यही क्यामेराबाट। साइकल चाहिँ म बिहिबार किन्न जाँदैछु। एकदमै राम्रो साइकल रेड कलरको साइकल किन्न जाँदैछु। हाम्रो एकदमै चर्चित ब्लगर राजकुमार थापाको पसलमा जाँदैछु। मैले वाट्सएपमा सोधिसकेँ त्यो साइकलको बारेमा र फाइनल्ली बिहिबार म जाँदैछु। भिडियो कस्तो लाग्यो होला कमेन्ट गर्नु होला। ल बवाल आउँछ नि ड्रोनबाट खिचेको छु। ल ल ल ल ल हे टाइगर हो ल भयो त है त भयो फाइनल्ली। ल